एकदम सिम्पल तरिकाको म्यागी यहाँ रेडी भइसकेको छ। अब सर्भ गर्नलाई तपाईँको माथिबाट चाहिँ के हाल्नुहुन्छ सर्भ? माथिबाट चाहिँ अहिले यति नै हो, किनभने त्यो तपाईँको यो अलिक काँचो चाहिँ राम्रो हुँदैन क्या यसमा। म्यागी तपाईँको यो मैदाको भएर त्यसले गर्दाखेरि चाहिँ यसलाई पकाएर नै सबै पकाएर नै हाल्नुपर्छ। हाल्नु चाहिँ यसलाई कतिजनाले चाहिँ चिज पनि हाल्छ, म चाहिँ चिज हालेको छुइनँ। चिज हाल्यो भने चाहिँ तपाईँको राम्रै हुन्छ। कतिले मन पराउँछ, कतिले मन पराउँदैन, त्यसले चिज हालेको चिज चाहिँ हाल्दिनँ म, एकदमै सादा सादा। हजुर, अब यो के सर्भ गर्ने बेला भयो? सर्भ गर्ने बेला भयो। प्लेटिङ उहाँको हेर्नुहोस् है, अब थेबाको प्लेटिङ पनि कमाल छ है उहाँको, कमाल छ प्लेटिङ। अब लगभग यो सर्भ गर्ने बेला भयो। यो हेर्नुहोस् सर्भिङ पनि उहाँको यस्तो छ है। आम्मामामा लु हेर्नुहोस् यहाँ माथिबाट केही छैन। अब यहाँबाट चाहिँ तपाईँको सबै हालिसकेको छ मसलाहरू। अनि तपाईँको यहाँनिर अलिकति मेरो यो ठ्याक्क। हजुर, यो चाहिँ यसमा चाहिँ सबै छ, लम्बेडादेखि लिएर तपाईँको ओनियनदेखि लिएर पसिसक्यो। हजुर, सबै भएको छ। यसलाई चाहिँ एकदमै सर्फ अब उहाँको सर्फ फेरि हेर्नुहोस्, एक्सपर्ट हो नि, एक्सपर्ट। उहाँको चाहिँ यो खाले म्यागी सादा खानु छ भने चाहिँ तपाईँ आउनुहुन्छ साङ्ग्रेला फास्ट फुड, मिरिक झिल किनारा। बहुत बहुत धन्यवाद रोशनजी। हुन्छ। हजुर हजुर, तपाईँ